भारतमा रवि लामिछानेको रेड कार्पेट बाजा गाजा र फूलको वर्षासहित भव्य स्वागत अहिलेसम्म कसैले नपाएको सम्मान पाए। दर्शकबिन, भारतीय राजनीतिक दलको निमन्त्रणामा विदेश भ्रमणमा गएका नेपाली नेताहरू धेरै छन्, तर राजधानी नयाँ दिल्लीमा रातो कार्पेट, स्वागत होर्डिङ, बाजा गाजा र फूल वर्षा सहित गरेको स्वागतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमणलाई विशेष चर्चाको विषय बनाएको छ। 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका लामिछानेलाई भारतीय जनता पार्टी भाजपाले उच्च स्तरीय आतिथ्य प्रदान गरेको छ। दिल्ली स्थित भाजपा मुख्यालयमा पुगेका लामिछानेको स्वागतका लागि मुख्यालय परिसरमा रातो कार्पेट बिछाइएको थियो भने स्वागतका लागि विशेष व्यवस्था गरिएको थियो। विभिन्न स्थानमा उनको तस्बिर सहितका स्वागत होर्डिङ बोर्ड राखिएका थिए। स्वागत कार्यक्रममा बाजा गाजा र फूल वर्षाको समेत व्यवस्था गरिएको दृश्य सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएको छ। भाजपाको निमन्त्रणामा सोमबार भारत पुगेका लामिछानेलाई नयाँ दिल्ली विमानस्थलमा भाजपा महासचिव अरुण सिंह तथा पार्टीको विदेश विभागका प्रमुख विजय चोथावाईले स्वागत गरेका थिए।